प्राप्ति तपाईले सोच्नुभयो कि मसँग 10 लाख रुपैयाँ होस्, तपाईको प्राप्तिको एउटा थ्रेसहोल्ड। जब तपाईसित 10 लाख रुपैयाँ हुन्छ, त्यो 10 लाखको टेस्ट तपाईको दिमागले थाहा पाउँदैन। प्राप्तिको तपाईलाई लाग्यो कि म यो कार्यक्रम नेपालको सबैभन्दा बेस्ट प्रोग्राम बनाउँछु, राम्रो प्रोग्राम छ, बनाउनु भएको छ, बेस्ट हुन्। कुनै दिन बेस्ट भयो भने बेस्ट भएको दिन तपाईले यसको स्वाद प्राप्त गर्नुहुन्न, अर्को लालसा तयार हुन्छ। त्यो ब्रेनमा प्राप्ति एचिभमेन्टको टेस्ट छैन। तर के छ त भन्दा टेस्टको लागि गरिएको प्रयासको टेस्ट छ। जुन प्रयास गर्नुहुन्छ त्यो प्रयास मिठो छ वा दुखदायी छ, जे छ टेस्ट चाहिँ प्रयासको रहेछ। त्यो दिमाग बनेकै त्यसरी छ। मान्छेले अहिले जति पनि प्रगति गरेको छ त्यो त्यही एउटा जुन मान्छेको जुन ब्रेनको नेचर छ, प्राप्तिको टेस्ट गर्न नसक्ने।